सेटिङ्समा चाहिँ के हुन्छ यो चाहिँ तपाईँले एकदम याद गर्नुपर्ने हुन्छ तपाईँको साउन्ड पुरा साउन्ड तपाईँको चाहिँ 100% छ 100% साउन्ड यसरी तपाईँले ओपन गरेर पढाउनुहुन्छ भने तपाईँको आवाज ट्र्याक आउँछ त्यो आइसकेपछि के हुन्छ तपाईँले लेख्नु भएको अथवा कुनै कुरा टच गर्नु भएको छ बच्चाले त्यो टच गरेकोमा ध्यान नदिएर साउन्डमा ध्यान दिन्छ कि साउन्ड आइरहेको छ ट्र्याक हुन्छ नि त होइन मैले यस्तो गरेर कुनै आवाज आयो भने त त्यसले आवाज थाल्यो भने त त्यो आवाज त बच्चाले पहिला आवाज सुन्छ त्यो भएको कारणले चाहिँ तपाईँले यसलाई चाहिँ एक पढाउने बेलामा चाहिँ जहिले पनि ठ्याक्कै अफ गर्यो यो भनेको तपाईँले अडियो भिडियो सुनाउने बेला भन्दा बाहेक तपाईँलाई साउन्ड चाहिन्छ चाहियो त्यो भएर अफ गर्नु अब ब्राइटनेसको कुरा छ ब्राइटनेस कति ठुलो धेरै या कम गर्यो भने पनि हाल्छ म भन्छु तपाईँको लगभग 50% 20% गर्नुहोस् किनभने तपाईँलाई यस्तो ब्राइटनेस चाहिएको होइन नि त होइन त्यो भएको कारणले यसलाई 50% पाराले गर्नुहोस् अब यहाँ धेरै कुरा छ तपाईँको इकोनोमी छ वाइफाई छ हर्टिकल छ ब्लुटुथ छ होइन त्यसपछि तपाईँको स्क्रिन सेयर गर्नु छ तपाईँको आइभिजन सबै चाहिँ तपाईँको रिस्टार्ट गर्नेछ सट डाउन गर्नेछ लक आउन छ कोही गरिहाल्छ अब तपाईँलाई चाहिन्छ भने तपाईँ यहाँ गएर चाहिँ रिस्टार्ट गर्नुहोस् अथवा तपाईँले चाहिँ सट डाउन गर्नुहोस् त्योभन्दा बाहेक तपाईँले यो पार्टमा त्यति क्लिक गर्नुपर्छ साउन्ड चाहियो भने चाहिँ तपाईँले यसरी साउन्ड होइन तपाईँले अफ डाउन गर्न सक्नुभयो त्यसपछि अर्को कुरा भनेको तपाईँले के भन्छ यो ब्राइटनेस चाहिँ कति तल लाग्यो दुईवटा हुन्छ मैले अब यस्तो मैले सिकेँ लास्टमा एउटा तपाईँको यस्तो लागेको छ यो भनेको चाहिँ ओन्ली तपाईँको केबल हो यो ठाउँमा तपाईँ जाँदै पर्छ यो भनेको चाहिँ यसले एचडिएमआई केबल सपोर्ट गर्छ भिजे केबल सपोर्ट गर्छ जस्तै मैले त्यो ल्यापटप त्यहाँबाट मैले भिजे केबल ल्याएर चाहिँ यो पछाडिको बोर्डमा चाहिँ मैले हालेँ भने चाहिँ त्यो डिभाइस चाहिँ मैले यहाँ मिल्छ होइन अर्को कुरा हजुरको पनि भन्दैछु एकैछिन म ठिक्कै सिकाएको छु त्यसपछि तपाईँको हजुरको एन्सरमा आयो अब तपाईँले एचडिएमआई केबल अथवा भिजे केबल तपाईँको टिभी हुन्छ नि हजुर थाहा छ टेलिभिजन तपाईँले यो माथि यसमा टिभी हेर्नु पऱ्यो भने त हजुरको त्यो सेटअप बक्समा त एचडिएमआई केबल आउँछ हजुरलाई थाहा छ कि भिजे केबल दिन्छ कि एचडिएमआई केबल दिन्छ त्यो गरेर चाहिँ टिभीमा आउँछ थाहा छ हजुरलाई थाहा छ यदि तपाईँले यसैमा टिभी हेर्नु पऱ्यो भने काहीँ तपाईँले सेटअप बक्स लिएर आउँछ त्यस्तो केबलमा तपाईँको यो पछाडिको भिजे अथवा एचडिएमआई केबलमा तपाईँले थप जोडेको बित्तिकै चाहिँ तपाईँले रिमोट ठ्याक्कै क्लिक गर्नुहुन्छ एचडिएमआई 1 2 मा तपाईँले कता राख्नुभयो यसमा हाइलाइट भइहाल्छ अथवा भिजी केबलको पनि एक्टिभ हुन्छ तपाईँले ठ्याक्कै क्लिक गरेको बित्तिकै सर्लक्क टेलिभिजन हेर्नुहुन्छ